गरेर मेहनत थाकेका छैनन् यी हातहरू, स्वीकार्दै सङ्घर्षका हर मोडलाई, कति पनि डगमगाएका छैनन् यी साहसहरू। नमस्कार, म सुनिता राईको नारी दर्पण .com कार्यक्रम नारी विशेषमा यस कार्यक्रममा हामी त्यस्ता दिदीबहिनीहरूलाई समेट्दै आएका छौँ जो हामी सबैको लागि प्रेरणादायी हुनुहुन्छ। हरेक व्यक्तिमा कुनै न कुनै कला, प्रतिभा र क्षमता लुकेको हुन्छ। हामी त्यस्ता प्रतिभावान दिदीबहिनीहरूलाई चिन्ने र नजिकबाट तपाईँ दर्शकहरूलाई पनि चिनाउने हाम्रो सानो प्रयास रहेको छ। झापाको हल्दीबारीमा जन्मिएकी उनी कर्मले डोर्याउँदै तेह्रथुम छाती ढुङ्गा पुर्यायो। जीवन सङ्घर्षसँग पौठेजोरी खेल्दै इजरायलमा कार्यरत उनी र दर्जनौं कथा, कविता, गजल लेखिसक्नु भएको छ। 2068मा उहाँले गीति पुस्तक प्रकाशित गरिसक्नु भएको छ भने अहिले प्रवासी बसाइकै क्रममा आफ्नै स्वर र शब्दमा गीत श्रोतामाझ ल्याउँदै हुनुहुन्छ। आज हामी यस्तै विविध विषयमा उहाँसँग कुराकानी गर्नेछौँ। उहाँ हुनुहुन्छ गीति लेखिका कृष्णकला बनेम। आउनुहोस्, अब उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई यस कार्यक्रममा। आजको यो नारी दर्पण कार्यक्रमको सञ्चालिका यासिन बहिनीलाई नमस्कार। नमस्कार। साथै नारी दर्पण कार्यक्रमको सम्पूर्ण युनिटलाई मेरो अभिनन्दन, साथै धेरै धेरै धन्यवाद। धन्यवाद। कस्तो हुनुहुन्छ? हजुर, म सन्चै छु। सङ्घर्षको मैदानमा जीवनको जङ चलिरहेकै छ नि? चलिरहेको छ। जब हामी जन्मन्छौँ त्यहाँदेखि हाम्रो जिन्दगीको जङ चाहिँ सुरुवात हुन्छ र जबसम्म हामी बाँच्छौँ तबसम्म हाम्रो जिन्दगीको जङ चलि नै रहनेछ। सानो छँदाको केही रमाइला पलहरू सम्झिनु पर्दा कसरी सम्झिनुहुन्छ? कति मिठो प्रश्न गर्नुभयो तपाईँले। जुन ती बाल्यकालका स्मृतिको पानाहरू पल्टाएर हेर्दा एकदमै रमाइलो लाग्छ। किनभने त्यो अवसर, त्यो क्षण भनेको हामीलाई फेरि फेरि आउँदैन। त्यो अवस्था भनेको हामीले एकदमै स्वतन्त्र, न हामीलाई त्यति बेला दुःख थियो, न कष्ट थियो, न शोक थियो, न सुर्ता थियो। एकदम हामी स्वतन्त्र जिन्दगी हामीले बाँचेका थियौँ। तर त्यो दिन हामीलाई फेरि फेरि फर्केर आउँदैन। त्यो पल सम्झिँदाखेरि अहिले पनि एकदमै रमाइलो लाग्छ। स्कुल सँगसँगै एउटा टिनेज उमेरमा, एउटा त्यो एजमा म यस्तो बन्छु भनेर एउटा सपना बोकिन्छ, जसले पनि हरेक व्यक्तिले बोकेको हुन्छ। तपाईँका पनि थिए होला। तपाईँले जे सपना देख्नु भएको थियो, के तपाईँ त्यस्तै हुनुभयो कि? त्यो त अवश्य पनि जस्तो मानिसले सोचिन्छ त्यो अवश्य पनि पुरा नहुँदो रहेछ। किनभने जब म बाल्यकाल हुँदाखेरि एउटा रेडियोमा प्रोग्रामहरू सुन्थेँ, मिठा मिठा गीत बजेको सुन्थेँ, त्यति बेला मलाई लाग्थ्यो म पनि एउटा यस्तै सुन्दर शालीन गायिका बन्न चाहन्छु। र मलाई एकदमै गायिका बन्ने उत्सुकता थियो र मन थियो, चाह थियो। तर ती सबै मैले पुरा गर्न सकिनँ। एउटा मेरो सपना जस्तो मात्रै भयो होइन। त्यस कारणले गर्दा ती सबै पुरा गर्न नसक्दाखेरि मैले त्यसैको आक्रोशमा होला सायद अहिले म एउटा गीति लेखनमा छु र गीति लेखनमा छु, गीत लेख्छु भनौँ। तपाईँ गीत लेख्ने त्यो प्रेरणा कसरी मिल्यो? त्यो गीत लेख्ने प्रेरणा मेरो भनेको चाहिँ मेरो अलिकति बाल्य अवस्थामा बिहे भयो। बाल्य अवस्था भन्नाले 14 वर्ष जब म पुगेँ त्यस पछाडि मेरो विवाह भयो र म जब पढाइ घर गएपछि मलाई यस्तो एक प्रकारको नरमाइलो फिलिङ्स भयो र एकदमै बाबाआमाप्रति गुनासो लाग्यो र गुनासो लागेर मैले गीतहरू कोरेँ। बाबाआमाप्रति नै गुनासोको गीतहरू कोरेँ त्यो अवस्थामा मैले एउटा प्रेरणा भनौँ कि के भनौँ त्यो अवस्थालाई मैले होइन। त्यही हो, मेरो बाल्यकालको विवाह नै एउटा मेरो प्रेरणा भयो त्यतिखेर गीत कोर्नको लागि। बाल्यकालको विवाह भन्नुभयो, के त्यो विवाह कसरी? त्यति सानो उमेरमा, यो 14-15 वर्षको उमेर त विवाह हुने उमेर त होइन। के कारण थियो त्यति छिटो विवाह हुनुमा? त्यो विवाह हुनु भनेको अब यस्तो हो, हाम्रो संस्कारमा भनेको अलिकति के भने अलिकति रूढिवादी संस्कारै थियो मेरो परिवारमा पनि भनौँ न होइन। बुबा आमाले चाहिँ
के मनस्थिति लिनुभएको थियो भने छोरीलाई चाहिँ पहिलोचोटि माग्न आएको केटालाई चाहिँ खाली हात फर्काउनु हुँदैन भन्ने एउटा प्रचलन थियो। त्यही कारणले गर्दा जब म 14 वर्ष पुगेको बेलामा एउटा कुटुम्ब आए घरमा, मेरो हात माग्न आए र बुबा आमाले मलाई सुम्पिनु भयो, बिहा गरिदिनु भयो। त्यसमा मेरो रहर चाहिँ अवश्य पनि थिएन। खै के भनौँ अब मैले। र बाध्यता नै थियो। हजुर, एउटा बाध्यता नै भन्छु म। एउटा आज्ञाकारी छोरी भन्नुपर्छ। हजुर। तपाईँको राम्रै भविष्य सोच्नु भएको हुनुपर्छ। पक्कै पनि आफ्नो आमाबाउले नराम्रो त सोच्नु भएको हुँदैन, होइन? अवश्य पनि बाबा आमाले पक्कै पनि छोराछोरीको लागि नराम्रो भविष्यको लागि कहिले पनि कल्पना गर्नुभएको होइन त। त्यसपछि विवाह भइसकेपछि जुन एउटा तपाईँमा परिवर्तनहरूसँग सामना गर्दै गीत लेख्न थाल्नुभयो? हजुर, होइन, मैले जब विवाह गरेर म गएँ र त्यो 14 वर्षको उमेरमा मैले विवाह गरेर त्यो पढाइ गरेर जब मैले टेकेपछि मलाई एकदमै नरमाइलो फिलिङ्स लाग्यो। सबै मान्छे पढाइदेखेँ, गाउँघर पढाइदेखेँ, सबै डाँडा काँडा सारा संसार मैले पढाइदेखेँ। त्यो बेलामा मैले चाहिँ एकदमै कस्तो भनौँ अब, त्यस्तो लागेर चाहिँ मैले एउटा गीत लेख्न सुरुवात गरेँ, होइन? प्रसङ्ग अलिकति बदलौँ। 2068मा गीति सङ्ग्रह पाठक सामु ल्याउनु भयो र 1 वर्षभित्रै गीत रेकर्ड गरेर एल्बम नै ल्याउँदै हुनुहुन्छ। यो पुस्तक र रेकर्डिङ गीतमा के कस्ता फरक स्वादहरूले पस्किनु भएको छ? मैले 2068 सालमा एउटा गीति सङ्ग्रह प्रकाशित गरेँ। बिर्सिएका गीत नामकरण गरिएको छ त्यसको। र अहिले अब मैले नयाँ मेरै शब्दहरू र मेरै आवाजमा एउटा नयाँ एल्बम ल्याउन आँटिरहेको छु। लोक आधुनिक गीति सङ्ग्रह, गीति क्यासेट। र यसमा खासै त्यस्तो फरक छैन। मैले पहिले लेखेको जुन पुरानो बिर्सिएका गीतहरू सङ्ग्रहबाट 5वटा गीत समेटेको छु मैले। र अहिले त्यस पछाडि त्यो गीति सङ्ग्रह प्रकाशित भइकन पछाडि मैले लेखेको गीतहरूबाट मैले 5वटा गीत समावेश गरेको छु। जम्मा त्यो गीति सङ्ग्रहमा मेरो 10वटा गीतहरू रहेका छन् र लागेको छ त्यस्तो खासै त्यस्तो फरक छैन। 10वटा समेट्नु भएको छ। 5वटा प्रकाशित भइसकेको पुस्तकबाट लिनुभएको छ र नयाँ गीत 5वटा? हजुर हजुर, नयाँ लेखेकोबाट 5वटा समेटिएको छ। हजुर। तपाईँको गीतहरू कस्ता खालका छन्? मेरो गीतहरू मैले अब के भन्ने, सबै गीतहरू सामाजिक नै छन्। आफ्नो राष्ट्रभावको, लोकभावको, आफ्नो मौलिक परिवेश सबै समेटेको गीतहरू छन्। खासै त्यस्तो अन्य खालको छैन। म त्यो कोणबाट तपाईँले प्रश्न गर्न चाहन्छु। साहित्यका थुप्रै विधाहरू छन्। तपाईँका लेखन झुकाव गीतमा पाइन्छ। के गीत लेख्न सजिलो हुन्छ हो? अवश्य। त्यो अवश्य सजिलो चाहिँ हुँदैन। किनभने यदि सजिलो हुने भएदेखि सबैले लेख्थे र सबै गीतकार हुन्थे, सबै साहित्यकार हुन्थे। तर किनभने मलाई चाहिँ कस्तो लाग्छ भने गीत चाहिँ यस्तो लाग्छ कि सबैभन्दा मैले चाहिँ किनभने एकदम नजिक तरिकाले मैले गीतलाई रोजेँ भने गीतले चाहिँ एउटा आफ्नो जीवनलाई नै बोकेको छ जस्तो लाग्छ। किनभने गीतबाट चाहिँ सबै मेरो जति पनि भित्रको आफ्नो दुःख कष्ट सबै कुरा भावनाहरू चाहिँ त्यसले बाहिर निकाल्छ जस्तो लाग्छ। र हुन त गजलले पनि समेट्छ, कविताले पनि समेट्छ, सबै कुराले समेट्छ। तर गीत भनेको चिज चाहिँ मलाई यस्तो लाग्छ कि गीतले चाहिँ अब एउटा साहित्य जस्तो सबैलाई पढाइरहनु पर्दैन। सम्पूर्ण जीवन समेटेको छ। समेटिएको पनि हुन्छ र सबैलाई पढाइरहनु पनि पर्दैन। एउटा त्यो गीत भनेको चाहिँ एउटा बजिरहेको छ भने त्यो सबैले सुन्छन् र गीत यस्तो मिठो हुन्छ, यस्तो हुन्छ भनेर सबैले एउटा आत्मज्ञान गर्छन्। र मलाई चाहिँ किनभने लेखन रूपमा चाहिँ अलिकति मलाई चाह बढेको चाहिँ गीतमा नै, त्यही भएर गीतै लेख्न रुचाउँछु।
यसै प्रसङ्गमा एउटा अर्को प्रश्न गर्न मन लाग्यो, गीत के हो? एउटा छोटो गीत यस्तो चिज हो जुन मलाई लाग्छ गीत भनेको मेरो अन्तर्हृदयको आवाज हो गीत। किनभने त्यो आवाजबाट जब निस्केर एउटा गीत बन्छ, त्यो गीत चाहिँ एकदमै सुकोमल हुन्छ, एकदमै सुसलित हुन्छ, एकदमै कोमल हुन्छ, हृदयस्पर्शी, एकदमै मिठो हुन्छ, एकदमै हृदयस्पर्शी हुन्छ र त्यसले चाहिँ जो कसैको हृदयमा छुन सक्छ, स्पर्श गर्न सक्छ। हजुर, र त्यसैले गर्दाखेरि गीत चाहिँ मलाई त्यही जस्तो लाग्छ। हाम्रो धेरै दर्शकहरूले हेरिराख्नु भएको छ तपाईँलाई। तपाईँको आउँदै गरेको नयाँ एल्बमबाट एउटा गीत हाम्रो दर्शकलाई पनि सुनाइदिनुहोस् न। हुन्छ। जब मैले 14 वर्षको उमेरमा बिहा भएर म एउटा विकट गाउँ तेह्रथुम जिल्लामा म पुगेँ, त्यो बेलामा मलाई यस्तो लाग्यो 14 वर्षको उमेरमा म बिहे भएर जाँदाखेरि चाहिँ मलाई एकदमै आफ्नो कर्म, आफ्नो भाग्यप्रति मलाई कति पनि मलाई दोष दिन मन लागेन, तर मलाई बाबा आमाप्रति यस्तो गुनासो लाग्यो। त्यो गुनासो चाहिँ मैले के भने एउटा गीतमा मैले उतारेँ। बाबा आमाप्रतिको एउटा गुनासो मलाई एकदमै जागेको थियो र त्यो गुनासो मैले गीतमा कोरेकी छु र अहिले मेरो आउँदै गरेको एल्बममा त्यो गीत मैले समेटेको छु। त्यो गीत चाहिँ अहिले हङकङमा रहनुभएका वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाज्यूले मेरो सङ्गीत गरिदिनु भएको छ। म त्यो गीत सुनाउन चाहन्छु। प्लिज। सानैमा दियो ए बाबामा पढाइको साथैमा कलिलो जीवन के गरी खानु बिरानो गाउँमा। सानैमा दियो ए बाबामा पढाइको साथैमा कलिलो जीवन के गरी खानु बिरानो गाउँमा। पढ्ने मन थियो ए बाबा मेरो माइती घरैमा। हाँस्ने मन थियो ए आमा मेरो सङ्गीको साथैमा। पढ्ने मन थियो ए बाबा मेरो माइती घरैमा। हाँस्ने मन थियो ए आमा मेरो सङ्गीको साथैमा। सोचेनौ बाबा के गरी खान्छे कलिलो हातले। सोचेनौ आमा सानै छे छोरी नपठाउ कराले। सानैमा दियो ए बाबामा। धेरै धन्यवाद। धेरै मिठो गीत सुनाउनु भयो। हाम्रो दर्शकहरूले पक्कै पनि इन्जोय गर्नुभयो होला। एउटा गीत लेख्नको लागि कति समय लाग्छ र तपाईँले कस्तो खालके त्यो वातावरणमा चाहिँ तपाईँ गीत लेख्न सक्नुहुन्छ? यो गीत लेख्ने भन्ने चिज यस्तो हो कि यासिनजी, आफूलाई जब भावनाले छुन्छ त्यो अवस्थामा हो भने 5 मिनटमा एउटा गीत तयारी गरिन्छ। तर यो गीत लेखन भनेको हामीले जबरजस्ती लेखेर लेखिने चिज होइन। जब हामीले भावनाले चाहिँ छुन्छ त्यो अवस्थामा हामीले चाहिँ कापी कलम लिएर बस्यौँ भने हामीले 5 मिनटमा एउटा गीत लेख्न तयार गर्न सक्छौँ। गीत लेख्छौँ। एउटा कन्सेप्ट बन्नु पऱ्यो। हजुर, हुनु पऱ्यो। हजुर, धेरै टाइम लाग्दैन। कथाको लागि पनि त्यस्तै हो? होइन, कथाको लागि त बिल्कुलै त्यसरी सजिलो गरी लेख्न सकिन्न, धेरै नै टाइम चाहिन्छ। किनभने कथा भन्ने कुरा अब थोरै विषयवस्तुमा समेटिएको हुँदैन, निकै लामो हुन्छ त्यो भनेको होइन। त्यसले गर्दाखेरि
एउटा सानो 10-12 पेजको कथामा भनेको एउटा संसार अटाएको हुन्छ। त्यसले गर्दाखेरि कथा लेख्नु त त्यति सजिलै हुँदैन, त्यति छिटो हुँदैन गीत लेखे जस्तो। गीत भनेको चाहिँ जे होस् भावनाले चट्ट छोयो भने धेरै टाइम लाग्दैन, 5 मिनटमा एउटा गीत लेखेर सकिन्छ। तर त्यो गीत लेख्नु भनेको कनेर कथेर जबरजस्तीले चाहिँ हुँदैन। म यति कुरा चाहिँ भन्छु। हामी के कृष्णकला बनेमले लेखेको उपन्यास पनि पढ्न पाउँछौँ? त्यो मैले अहिले सोचेको छुइनँ, बिल्कुलै सोचेको छुइनँ। त्यो नसोचेको कुरा नगरौँ। अब त्यो भोलि आउने दिनले के भन्छ, के गर्छ, सायद हुन पनि सक्छ, नहुन पनि सक्छ होइन। त्यो अहिले नै त्यो म इङ्गित गरेर भन्न सक्दिनँ। आदरणीय दर्शकवृन्द, हामी अहिले गीतकार कृष्णकला बनेमसँगको निरन्तर अन्तरङ्ग कुराकानीमा छौँ। उहाँको साहित्यिक लेखनका साथै उहाँको सङ्घर्षित जीवनसँग पनि हामी नजिक हुने कोसिस गरिरहेका छौँ। निरन्तर कृष्णकलाजी, तपाईँ यसरी लेख्ने मान्छे कसरी विदेशिनु? यो कुरामा चाहिँ म के भन्छु भने, म जब परदेशी नै बेला भएको थियो, जुन बेला म इजरायलमा म जे होस् परदेशी, त्यो बेलामा म बिल्कुलै लेख्दिनँ थिएँ। किनभने जब मैले अघि नै पनि मैले भनिसकेँ, जब मैले बिहा गरेर गएर 14 वर्षको उमेरमा अर्काको घरमा मैले पाइला टेकेँ, त्यो अवस्थामा मैले निकै गीतहरू लेखेँ। जुन गीतहरू मैले एकदम बाबाप्रति गुनासो पोखेर गीतहरू लेखेको थिएँ। र त्यस पछाडि भनेको मैले एउटा पारिवारिक जीवनमा व्यतीत गरेँ आफ्नो जीवनलाई, र एउटा सङ्घर्षमय जीवन भयो। त्यस कारणले गर्दा मैले साहित्य माहौलमा मैले रम्ने अवसर पाइनँ, र मेरो 20-22 वर्ष पुरै ग्याप भयो साहित्य विषयमा। मेरो लेखन कार्य मैले एउटा पनि लेख्न सकिनँ त्यो बिचमा। र म इजरायल आउँदाखेरि म यस्तो लेखन कार्यमा थिइनँ, म साहित्यमा म समावेश थिइनँ। अब मैले के भनौँ यस बारेमा। त्यसो भए के तपाईँ विदेश आउनु एउटा गीत लेखन अथवा साहित्य लेखनको लागि एउटा सुवर्ण एउटा मौका अवसर नै हो भन्न मिल्छ? हजुर, अवश्य। किनभने जब म इजरायल आएँ, इजरायल आएपछि मैले 2 वर्ष त मैले लेखन क्षेत्रमा मैले कलम चलाउन सकिनँ। तर 2 वर्ष पश्चात भनेको मेरो लगातार मैले आफ्नो कलम चलाउन म सक्षम भएँ। मैले जे होस् त्यो सुअवसर पाएँ। त्यहाँदेखि यता भनेको मैले आफ्नो कलम निरन्तर चलाउने अवसर पाइरहेको छु। मेरो सुअवसर नै म त्यही मान्छु कि जब म परदेशिएँ, विदेशिएँ, घरबाट म जब बाहिर निस्केँ, जब त्यो मेरो पारिवारिक बन्धनबाट म टाढा भएँ, त्यस पछाडि अलिकति मेरो साहित्यमा मेरो रम्ने अवसर पनि मैले पाएँ। किनभने परिवारबाट टाढा भएर, आफ्नो देशबाट टाढा भएर बाहिर आएपछि मैले चाहिँ, किनभने मेरो एउटा साहित्य नै मेरो साथी बन्यो, पुस्तकहरू मेरो साथी बन्यो, र ती पुस्तकहरू पढेँ र आफ्नो मनहरू भावनाहरू आउँदाखेरि मैले आफ्नो मनहरूलाई सँगाल्नको लागि, समेट्नको लागि चाहिँ एउटा कापी र कलमको मैले सहारा लिएर चाहिँ मैले आफ्नो भावनाहरू मैले समेट्न थालेँ। यही नै मेरो अवसर भन्दा पनि हुन्छ। इजरायल आउनु त्यसो भएदेखि एउटा बाध्यता थियो, रहर थियो? यसमा म के भनौँ खै, बाध्यता मात्रै पनि म भन्दिनँ, अलिकति त रहर पनि थियो। किनभने अलिकति रहर थियो, किनभने मैले धेरै सुन्दै आएकी थिएँ, गाउँमा मेरो साथी सङ्गीहरू सबै विदेश गएको आएको मैले देखिरहेको थिएँ। र त्यति मात्र नभएर इजरायल चाहिँ मैले सुन्दै आएको थिएँ, इजरायलमा महिलाहरूको लागि एकदमै राम्रो कार्यक्षेत्र हो भनेर मैले सुन्दै आएको थिएँ। त्यसो हुँदाखेरि मैले पनि इजरायल जान पाए चाहिँ कस्तो हुन्थ्यो होला, के हुन्थ्यो होला, अलिकति केही गर्न सकिन्थ्यो होला भन्ने मैले अपेक्षा लिएको थिएँ। र अरू देशभन्दा पनि मैले अनि इजरायल आउन रुचाएँ अलिकति। र अलिकति बाध्यता पनि हो हुन त होइन, परिस्थिति एउटा व्यवस्था पनि थियो, एउटा बाध्यता पनि थियो, त्यसमाथि अलिकति रहर पनि थियो। म बाध्यता मात्रै चाहिँ भन्दिनँ, अलिकति रहर पनि थियो यसमा चाहिँ। अरू देश भन्दाखेरि पनि इजरायल
आउन इन्ट्रेस्ट भएको भन्नुभयो, किन इजरायल नै आउन तपाईँले चाहिँ त्यति एउटा उत्सुकता जाग्यो? अरू देश पनि जान सक्नुहुन्थ्यो नि? हजुर, अवश्य म जान सक्थेँ, तर मैले सुन्दै आएको थिएँ इजरायल चाहिँ यस्तो हो, महिलाहरूको एकदमै सुरक्षित, एकदमै राम्रो र इन्कम पनि राम्रो हुने, महिलाहरूको लागि चाहिँ जे होस् अरू देशहरूभन्दा पनि मैले चाहिँ सबैभन्दा सुरक्षित र पैसा हुने ठाउँ चाहिँ इजरायल नै देखेँ। किनभने मेरा धेरै साथीहरू पनि पहिला इजरायल गएर आउनेहरू मैले भेटेको थिएँ र इन्कम पनि राम्रो हुने, महिलाहरूको लागि एकदमै सुरक्षित पनि हुने, त्यस कारणले गर्दा मैले चाहिँ अरू देश भन्दाखेरि इजरायल यसलाई नारी प्रधान देश पनि भनिन्छ। त्यही हजुर हजुर, नारी प्रधान देश पनि भनिन्छ र महिलाहरूलाई चाहिँ म यति भन्छु कि विश्वमा कुनै पनि राष्ट्रमा महिलाहरूको लागि यति सुरक्षित जग्गा कहीँ पनि छैन, यति सुरक्षित ठाउँ छ इजरायल। परदेशी भूमिमा आफ्नो कामको बावजुद लेखन कार्यलाई पनि निरन्तरता दिइरहनु भएको छ। यो दुईटाको ब्यालेन्स, एउटा तादात्म्यलाई कसरी मिलाइराख्नु भएको छ? यो भनेको त अब परदेशको ठाउँ हो, सबैभन्दा पहिले कुरा अब हामीले आफ्नो ड्युटीलाई समय दिनुपर्छ, प्राथमिकता दिनुपर्छ। त्यस पछाडि भनेको आफ्नो समय के गर्ने कसो गर्ने र अलिकति मेरो ड्युटीदेखि बाँचेको थोरै समयलाई चाहिँ म साहित्यमा, लेखनमा, पढ्ने त्यस्तैमा मैले प्रयोग गर्ने गरेको छु र खासै अरू त्यस्तो तेरो टाइम अब यस्तै हो भनेर अब विदेशको ठाउँमा कसैले तोकिदिने, समय छुट्याउने कुरो आउँदैन होइन। र त्यही हो, मेरो अलिकति बाँची खुचेको समयलाई चाहिँ मैले त्यो साहित्यलाई मैले टाइम दिने गरेको छु। लेखकहरू यहाँ धेरै प्रकारका छन्, नाम, दाम र शानको लागि पनि लेखिरहेको देखिन्छ। जो पनि अलिकति लेख्ने बित्तिकै म पनि साहित्यकार हुँ, म पनि लेखक हुँ भन्छन्, त्यस्तो देखिन्छ। तपाईँ के को लागि लेख्नुहुन्छ र कस्तो लेखिका भनौँ कृष्ण कला बन्नुलाई? मलाई चाहिँ कस्तो लाग्छ भने एकदमै तपाईँले अहिले चाहिँ साह्रै सान्दर्भिक क्वेसन गर्नुभयो। अहिले मैले पनि धेरै पाएको छु, अहिलेको साहित्यकारहरू दाममा, नाममा र शानमा चल्ने साहित्यकारहरू छन् अहिले, जो कि कुनै पनि अलिकति अगाडि बढेपछि मेरो नाम अगाडि बढोस्, मेरो शान होस्, मेरो नाम होस् भन्ने मान्छेहरू मैले धेरै देखेको छु, भेट्टाएको छु। र अहिले कुनै प्रकारको एउटा हामीले पुस्तकहरू प्रकाशित गर्नु पर्यो भने पनि हामीले कुनै एउटा भूमिका, एउटा समीक्षा लेखाउनु पर्यो भने हामीले पैसा पे गर्नुपर्छ। यो कुरा मैले थाहा पाएकी छु। र किनभने मलाई चाहिँ कस्तो लाग्छ भने त्यो मलाई दाम पनि चाहिँदैन, त्यो नाम पनि चाहिँदैन, त्यो शान पनि चाहिँदैन। म एउटा समाज सेवाको लागि म साहित्य लेख्छु, जुन कि मैले लेखेको कुराले चाहिँ एउटा समाजमा एउटा चेतना होस्, एउटा प्रेरणा मिलोस्, एउटा त्यस्तै हो, एउटा म त्यही चाहन्छु। अहिले पुस्तक निकाल्ने, प्रवासमा बसेर पुस्तक निकाल्ने, गजल सम्बन्धी भयो, कविता सम्बन्धी भयो, कथा इत्यादिका पुस्तक निकाल्ने एउटा लहर चलेको छ। यसलाई कस्तो खालके दृष्टिकोणले हेर्नुहुन्छ तपाईँ? म यो एकदमै राम्रो दृष्टिकोणले हेर्छु, किनभने अहिले डायस्पोरा सृजनाहरू धेरै नै प्रकाशित भइरहेका छन्। किनभने यो भनेको हाम्रो राष्ट्रको लागि नै हो, हाम्रो देशको लागि नै हो र साहित्य, हजुर, एउटा साहित्यको लागि, साहित्यको ढिकुटी भर्ने एउटा, हजुर, यो एकदम मलाई माध्यम थान हुन्छ। हजुर, ती के निकालिएका सम्पूर्ण ती पुस्तक प्रकाशित भनौँ न, ती प्रकाशित पुस्तकहरू सबै क्वालिटीकै हुन्छन् या जसले पनि त्यो निकाल्नु त पुस्तक सकिहाल्छ नि, किनेर पनि निकाल्न सक्छ नि? हजुर, त्यो एउटा क्वालिटीको भनेर चाहिँ कसरी थाहा पाइन्छ? अब त्यो त निकाल्नेले निकाल्दै जान्छन्, तर त्यो अब पाठकले छुट्याउने काम हो त्यो भनेको कुरा। अब मैले पनि निकालेँ, तपाईँले पनि निकाल्नुहुन्छ, भोलि अर्कोले पनि निकाल्छ होइन। यो भनेको कुरा अब हामीले निकाल्ने काम हो, तर यो स्तरीय छ, यो छैन भन्ने कुरा चाहिँ भोलि पाठकहरूले नै छुट्याउने काम हो। यो चाहिँ
अझै पनि हाम्रो समाजको सोच रूढिवादीपूर्ण छ। समानताको जति नै त्यो शङ्का फुकिए पनि व्यवहार ज्यूका त्यही छन्। अब महिलाहरू आफै अगाडि बढ्नुपर्छ कि हामीले अवसर पर्खिनुपर्छ, के भन्नुहुन्छ यस विषयमा? यो भनेको अवसर पर्खेर पक्कै पनि हुँदैन। किनभने म चाहिँ के भन्छु भने हाम्रो देशमा चाहिँ महिलाहरूले पहिले चाहिँ महिलाहरूमा परिवर्तन हुनुपर्छ, महिलाहरूमा चेतना हुनुपर्छ। यो चेतना महिलाहरूमा जबसम्म आउँदैन तबसम्म हाम्रो समाजमा कहिले पनि परिवर्तन हुँदैन। किनभने जबसम्म यो रूढिवादी संस्कार चल्छ, यो के को कारणले हो भन्दा त हाम्रो महिलाहरूकै कारणमा मैले बुझिरहेको छु। किनभने हाम्रो महिलाहरूले के सोच्छन् भने हिजो हाम्रो आमाहरूले जस्तो परिवेश भोगेका थिए, एउटा सासूले जुन पीडा उनीहरूलाई दिएका थिए, तर उनीहरूले बुझेनन्। फेरि उनीहरूले आएर म हिजो बुहारी हुँदाखेरि चाहिँ मैले सासूबाट यो पीडा पाएँ र आज मैले बुहारीलाई यो पीडा दिनु हुँदैन भन्ने कुरा उनीहरूमा चेतना आएन र त्यही उनीहरूले एउटा यातना रूपमा बुहारीहरूलाई हेरे, निरन्तरता दिए त्यो जुन पहिलाकै संस्कारलाई उनीहरूले लिए। तर त्यो भनेको चाहिँ यो महिलामा परिवर्तन हुनुपर्छ। तर अहिले आएर चाहिँ धेरै यो परिवर्तन भइसकेको छ। हिजो हामीले त्यो अवस्था देख्यौँ, तर अहिले आएर हामीले जुन कुरा भोगिरहेका छौँ, अब अहिले आएर हामीले जुन कुरा भोग्यौँ तर हामीले चेतना पाइसकेका छौँ कि भोलि यो कुरा हाम्रो बुहारी आउने बुहारी चाहिँ हाम्रो छोरी जस्तै हो र हाम्रो छोरी बुहारी जस्तै हो भनेर हामीले जबसम्म चेतना लिँदैनौँ तबसम्म यो रूढिवादी संस्कार हट्दैन। बुहारी पनि कसैकी छोरी हो। हजुर, कसैको छोरी हो र हाम्रो छोरी पनि कसैको बुहारी हो। हजुर, अनि यस कारणले गर्दा यो महिलाहरूमा सबैभन्दा ठुलो चेतना आउनुपर्छ। यो भोलि यो दिन चाहिँ परिवर्तन भएर आउँछ भनेर हामीले पर्खिनु चाहिँ असम्भव छ। परिवर्तन आफैबाट सुरु गर्नु। हजुर, आफैबाट सुरुवात गर्नुपर्छ। यो हामी जति पनि महिलाहरू छौँ हामी सचेत भएर हामीले नै यो कुरा चाहिँ अलिकति चेतना चाहिँ आफ्नो सोच्ने दिमागलाई चाहिँ अलिकति फराकिलो गरेर आफूले चेतनशील भएर यो पछाडि आउने पिँढीलाई चाहिँ यसो गर्नुपर्छ भनेर अलिकति हामीले नै गरेर जानुपर्छ। यसलाई चाहिँ तपाईँ गीत गजल कथा लेख्नुहुन्छ, लेखिरहनु भएको छ। सामाजिक कुसंस्कारलाई खबरदार गर्ने त्यस्ता खालका रचना आफ्नो कलम मार्फत चेतना छर्नु भएको छ। अवश्य यो सबैभन्दा लेखकको पहिलो कर्तव्य नै यो हुन्छ। किनभने मैले पनि यो विषयलाई खबरदार गर्ने मैले बारम्बार आफ्नो कलमबाट आवाज उठाएकी छु र लेखिरहेको छु र लेखिरहनेछु। अब आउने दिनमा निस्कँदै गरेको लोकगीत एल्बम र कथा सङ्ग्रह ती दुईटालाई छोडेर अरू कस्ता सामाजिक स्वादहरू पस्किने सोचमा हुनुहुन्छ आउने दिनमा? आउने दिनमा भनेको अब मेरो तुरुन्तै निस्किँदै गरेको कथा सङ्ग्रह र गीती सङ्ग्रह दुईटा छन्। अब अहिले निस्किसकेको छैनन्, अब तुरुन्तै निस्किँदैछन्। अब त्यस पछाडि भनेको मैले एउटा सानो मनस्थिति बनाएको छु। एउटा विभिन्न नेपाली स्तरीय राष्ट्रिय स्तरका कलाकार गायक गायिकाबाट चाहिँ एउटा लोक आधुनिक गीत निकाल्ने एल्बम निकाल्ने सोच लिएकी छु। त्यहाँभन्दा बाँकी भनेको चाहिँ समयले बताउँदै जान्छ, आउने दिनले बताउँदैछ। तपाईँको जीवनमा तपाईँले भुल्नै नसक्ने ती प्रेरणादायी व्यक्तित्वहरूले सम्झिनु पर्दा तपाईँ कसलाई सम्झिनुहुन्छ? हजुर, यो त एकदमै राम्रो प्रश्न गर्नुभयो। म एकदमै अहिले मैले सम्झिनु पर्दाखेरि म कसलाई सम्झिनु चाहन्छु भने मेरो एकदम नियर, एकदम डियर फ्रेन्ड जो उहाँ अहिले हङकङमा हुनुहुन्छ, उहाँलाई म सम्झन चाहन्छु। उहाँको नाम हो टङ्क समाम्पे। उहाँले चाहिँ मलाई एकदमै यो गीती लेखनदेखि लिएर साहित्यको हर विधामा मलाई एकदमै प्रेरणा दिनुभयो, हौसला दिनुभयो। उहाँले एकदमै
उहाँको प्रेरणाबाट आज म यो ठाउँमा आइपुगेँ होइन। उहाँ नहुनु भएको भए सायद म यो ठाउँमा कहिले पनि म आइपुग्ने थिइनँ। र मैले जहाँ जुन ठाउँमा हुन्छु, जुन भूमिमा उभिन्छु, म जहाँ पुगौँ तर म उहाँ प्रेरणाको लागि पहिलो नाम म उहाँको लिन्छु। उहाँ हुनुहुन्छ टङ्का समाम्पेज्यू। अन्त्यमा तपाईँ आफ्नो शुभचिन्तकले के भन्न चाहनुहुन्छ? म सम्पूर्ण विश्वभरि रहेर नारी दर्पण वेबसाइट हेरिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई म के भन्न चाहन्छु भने सङ्घर्ष गर्नुपर्छ। सबैले आफू नारी भएर केही गर्न सक्दिनँ भनेर तल परेर कहिले पनि बस्नुहुन्न। म पनि त्यस्तै सोच्दै थिएँ पहिले। अलिकति समस्यामा गाजिँदाखेरि, पारिवारिक बन्धनमा व्यस्त हुँदाखेरि म केही गर्न नसक्ने रहेछु, यस्तै रहेछ जिन्दगी भनेर म अलिकति हरेस खान्थेँ। तर म जब पछाडि मैले लेखन कार्यमा मैले अगाडि बढ्दै गएँ र मलाई साहस मिल्दै गयो, केही साथीहरूबाट प्रेरणा मिल्दै गयो, मैले केही अगाडि बढ्ने मौका पाएँ। र नारीहरूले केही आफूमा भएको प्रतिभाहरू छ भने लुकाएर नबसौँ, सबै सामु अलिकति ल्याउँ। म पनि त्यसरी नै अलिकति सङ्घर्ष गरेर अगाडि बढिरहेको छु। र मैले 2068 सालमा मेरो गीति सङ्ग्रह बिर्सिएका गीतहरू पनि मैले प्रकाशित गरिसकेकी छु। तपाईँहरूले त्यो गीति सङ्ग्रहलाई पनि पढिदिनुहोस्। र मेरो आउँदै गरेको गीति एल्बम सेवारो कान्छा र कथा सङ्ग्रह अविश्वासका तरङ्गहरू तपाईँहरूले पढिदिनुहोस्, गीतहरू सुनिदिनुहोस्, माया गरिदिनुहोस्। म यही भन्न चाहन्छु। धेरै धेरै धन्यवाद कृष्णकला बनेमजी, आफ्नो अमूल्य समयलाई दिएर यहाँसम्म आइदिनु भएकोमा हामी हार्दिक कृतज्ञता छौँ। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, किनभने आफ्नो अमूल्य समयको बावजुद पनि मलाई यहाँसम्म निम्ति आएर आफ्नो 2-4 शब्द आफ्नो मनका भावनाहरूलाई पोखिदिने, तपाईँहरूले आफ्नो विचारहरू राखिदिने समय दिनुभयो, त्यसमा मौका दिनुभयो, त्यसमा म धेरै धेरै नारी दर्पण युनिटलाई चाहिँ आभारी छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आदरणीय दर्शकवृन्द, अहिलेसम्म हामी गीतकार कृष्णकला बनेमसँगको अन्तरङ्ग भलाकुसारीमा थियौँ। यो भलाकुसारी यहाँहरूलाई कस्तो लाग्यो? हामी यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौँ। त्यसको लागि हाम्रो ठेगाना रहेको छ info@naridharpan.com मा यहाँहरूको प्रतिक्रियाको अपेक्षा गर्दै म सुनिता बिदा चाहन्छु। नमस्ते।